गुरु भनेको जानेर बुझेर मान्नुपर्छ। एकपटक मलाई नि त्यस्तो परेको छ। मलाई आफ्नो व्यक्तिगत घटना यहाँ म बताइदिन्छु। म आफूलाई घटेको घटना। म पानीसँग अलिक डराउँछु के। अलिकति माथि पानी आएपछि घोडादेखि माथि आएपछि सातो गइहाल्ने। म तर्नु पर्ने भयो एउटा नदी। अनि त्यसपछि एउटा मान्छे आयो, ल मलाई तारिदिनुहोस् न तपाईँले। तपाईँलाई थाहा पनि छ गोर्खाको दरौदी भन्ने त्यो एउटा गीत पनि गाउँछ नि, गैरी खेतको सेरी हान्यो के दरौदी भनेर। मलाई शङ्का लाग्यो, नदी गैरी जस्तो छ, यो मभन्दा नि दुब्लो छ बा बाटा लगाएर छोडिदियो भने त बर्बाद पार्छ भनेर नहार्नु गुहार फेरि। होइन तपाईँ एक फेर तरेर आउनुहोस् त, तपाईँ सक्नुहुन्छ कि सक्नुहुन्न, यो म विचार गर्छु अनि मात्रै बुझी आउनु पर्यो भने मैले। अनि उसले त कति दुःख दिनुभएको, तपाईँ चाहिँदैन कुरा गर्नुहुँदो रहेछ भन्यो। कति फेर जानु कति फेर आउनु भन्दै रिसाउँदै गयो। तर्न भनेर गएको माझमा पुगेको थियो, ओहो गहिरो रहेछ, म त सक्दिनँ भनेर फर्कियो। अनि मैले सोचेँ, मैले खुब बेलामा बुद्धि पुर्याएछु। त्यो बेला त्यसको बुझी गएको भएदेखि मलाई ती खोत्रुक्कै अहिले कथा भन्नै नपाउने।